कुनै पनि खेल खेल्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ। खेल खेल्दा शरीरका सबै अङ्गहरूको विकासक्रम समान रूपमा हुने गर्दछ। यसले शारीरिकका साथै मानसिक वृद्धि विकासमा समेत टेवा पुर्याउँछ। नेपालमा खेलिने धेरै खेलहरूमध्ये जुरखाने खेल पनि एक हो। यस खेलको लोकप्रियता पछिल्ला दिनहरूमा बढ्दै गएको छ। नेपाल जुरखाने खेलकुद सङ्घको पहलमा नेपालमा एसियन जुरखाने स्पोर्ट्स कन्फेडरेसनको प्रधान कार्यालय काठमाडौँमा स्थापना गरिएको छ। कन्फेडरेसनको उद्घाटन गर्न नेपाल आउनुभएका अन्तर्राष्ट्रिय खेलकुद महासङ्घका महासचिव अमीर हुसेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न नेपाल जुरखाने खेलकुद सङ्घका अध्यक्ष कर्णबहादुर साईको एक टोली विमानस्थल पुगेको थियो। धुम्बाराईमा रहेको एडुकेयर प्लाजामा स्थापना भएको कन्फेडरेसनको अन्तर्राष्ट्रिय जुरखाने खेलकुद महासङ्घका महासचिव अमीर हुसेन र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष किशोर बहादुर सिंहले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभएको हो। विमानस्थलबाट भवन उद्घाटन स्थल आइपुग्नुभएका महासचिव लगायतको टोलीलाई साना साना बालबालिकाहरू पुष्पगुच्छाले स्वागत गरेका थिए। भवन उद्घाटन पछिको कार्यक्रममा बोल्दै हुसेनले नेपालको जुरखाने खेलकुदका बारेमा इरानका धेरै टेलिभिजन च्यानलहरूले प्रसारण गरेकाले धेरैलाई नेपालको जुरखाने खेलका बारेमा थाहा भएको बताउनुभयो। Nepal is very important. When we came here and organizing the second Asian championship here, we have many good memorial from here. The land of the color and the flowers. And then after the successful events here, we have very good opportunity for promotion this sport. Especially now the Zurkhane is the bridge between the culture. Before, only the Iranian people knows Kathmandu for the Himalaya. But the second logo is the Zurkhane. More than 13 movies in Iran broadcasting about the Zurkhane school of the Nepal. Nepali school. It was very successful and interesting. Yesterday I read my emails, and another image is the people requesting for the just tell them Iran को टेलिभिजन मा नेपाल को चाहिँ जोखानेहरु ब्रोडकास्ट गर्ने बेलामा school also, not only school, Nepali school. And about 13 movies about your activities, and many times many channel broadcasting here, and I think it is very good opportunity. The people knows more about the Nepal. यही अवसरमा महासचिव हुसेनले जुरखाने खेलमा महिला समावेश गर्ने नेपाल एकमात्र देश भएको पनि बताउनु भएको थियो। जुरखाने खेल पुरुषहरूले मात्र खेल्ने भए पनि पछिल्लो समयमा नेपालमा महिलाहरू पनि यो खेलप्रति आकर्षित भएका छन्। जति सक्छौ
यसैगरी कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय जुरखाने खेलकुद महासङ्घका निर्देशक सम्राट सिंहले जुरखाने खेल कला संस्कृति र परम्परासँग नजिक भएको बताउनुभयो। Julkhane is a house of strength, chivalry spirits, combining art and literature, and love of country. Love of country means when any team is coming, they are playing national anthem. It's showing the custom of the country, culture of the country. And of course, with the help of NOC and Ministry of Sports, every human being have a father and mother. But every sports have also father and mother. Because Ministry of Sports is giving money. जुरखाने खेलको लोकप्रियतासँगै नेपालको ओलम्पिक खेलमा यो खेल छनौटका लागि सबै क्षेत्रबाट पहल भइरहेको छ। नेपालका जुरखाने खेलका खेलाडीहरूको बारेमा चर्चा गर्दै जुरखाने खेलकुद सङ्घका अध्यक्ष कर्णबहादुर साई, The coach and the referee and the coach, we are going to see how they have performed in couple of days time. One of the junior team, they have started with, and their performance we are going to see. The goals are always there because they are in college or in professional life. That's why they are on this stage, because we have to accept the reality of life. Like Milan was my student, now he's a teacher. Sometimes I forget to tell him, son, this is what these girls are here, and your contribution brought breakthrough, a kind of the turning point that the girls also can. So days to come, our girls will be equally in Julkhane sports all over the world. जुरखाने खेल सबै उमेर समूहका लागि उपयुक्त हुने भएकाले यसको लोकप्रियता र व्यापकता छिटो हुने देखिन्छ। यस्ता खेलहरूलाई विद्यालय तथा कलेज स्तरमा पनि विकास गर्न सकिएमा विद्यार्थीको शारीरिक विकासका साथै मानसिक विकासमा समेत टेवा पुग्ने देखिन्छ।